आज सबैजना साथीहरू खुसी हुने खबर लिएर आएको छु मैले। के होला भन्नु होला, धेरै खुसी हुनुहुन्छ। यसले चाहिँ धेरै मान्छेलाई खुसी बनाउँछ, जो चाहिँ नेपाल सरकारले अब कपडामा मूल्य तोक्नु लगाउने भएको छ। अहिले चाहिँ 1000 को ज्याकेटलाई 2000 भन्ने, ज्याकेटलाई 5000 को ज्याकेटलाई 15000 भन्ने, त्यसरी जसले बेचिरहनु भयो नि, अब उहाँहरूको दिन सकियो र अब हाम्रो दिन आयो। यो चाहिँ वाणिज्य विभागले चाहिँ मूल्य तोक्न लाउनलाई सबै उ गरिसकेको छ। अब केही समय पछाडि मूल्य तोकिनेछ। अनि उसमा वाणिज्य विभागमा चाहिँ काबिल कर्मचारी कुमार दाहाल हुनुहुन्छ। उहाँले चाहिँ जहाँ पनि राम्रो काम गर्नुहुन्छ। कुमार दाहाल भन्ने कर्मचारी को हुनु खोजेर नि हेर्नु। यति गरिसकेपछि अब ठगिने दिन चाहिँ गयो। अब टी सर्ट किन्दा, प्यान्ट किन्दा, सर्ट किन्दा, होइन, हाफ सर्ट किन्दा, हाफ प्यान्ट किन्दा, फुल प्यान्ट किन्दाखेरि हामी जसरी अथवा कपडा, बच्चाको कपडा किन्दाखेरि कति ठगिया छौँ हेर्नु त। त्यो गाउँतिरका सोझा सोझा मान्छेलाई त नि त्यो उनीहरूले आफै मूल्य राख्न पाइसकेपछि त जस्तै गाउँतिर 1000 मा ल कपडालाई 3000 भने 2000 मा लाने, हेर्नु त 1000 ठगेको। त्यसरी ठगेको सबै त्यस्तो छैनन्। फेरि अहिले प्रतिस्पर्धी भएन। आज एकजना कपडा पसलले दाइलाई दाइ यसो यसो हुन लागेछ नि भनेको, म त साह्रै खुसी छु भाइ त्यस्तो भइदियो भने त। कमसेकम 100 रुपियाँ नाफा खाएर अथवा 200 रुपियाँ नाफा खाएर ड्याङ ड्याङ बेच्न पाइन्छ नि। यहाँ त जसले जतिमा नि बेचिदिन्छ। हामी सोझा साझा व्यापारीले थोरै मात्रै बेच्छौँ, थोरै नाफा खान्छौँ, धेरै नाफा पनि खाने, धेरै बेच्ने पनि अरू छन्। त्यस्ता मान्छेलाई ठिक हुन्छ यो कानुनले भनेको चाहिँ सबै मान्छेको कपडा व्यापारी भन्दा बाहेक सबैलाई नै फाइदा है। कसरी भन्नु न, होइन। अब ठगिन त परेन नि यो देशमा। कपडा किन्दाखेरि कति ठगिरहेको हुन्छन्। तपाईँ विचार गर्नु होला, राम्रै वर्षमा 1 लाख 1.5 लाखको सपिङ गर्ने मान्छेलाई 20-30 हजारै छुट हुन्छ। ल मैले ठोक्कै गरेँ यो चाहिँ, त्यसरी गर्छन्। तर कपडा पसलले साथीहरू नरिसाउनु है। यो राम्रै अरू सबै सामानमा चाहिँ मूल्य राख्न हो नि त, कपडामा राख्न नहुने भन्ने होइन नि त। राख्दा अप्ठ्यारो हुन्छ भन्ने होइन होला नि त तपाईँहरूको निमा। के हो सबैजनाले भन्नु। यो भिडियो कस्तो छ सबैले सजेस्ट गर्नु होला है त। यस्तै नयाँ नयाँ खबरहरू लिएर आइरहने।